रवि लामिछाने गृहमन्त्री हुँदाखेरि राज्य व्यवस्था समितिमा आएर उहाँमाथि सहकारी सम्बन्धी कुनै मुद्दा र उजुरी छैन भनेर भन्नुभयो होइन? काङ्ग्रेसको दुईटा महामन्त्री खोजिरहेछ कि उहाँको आफ्नै बोली भिडियोले उहाँलाई तस्दिस बनाइरहेछ। चाँडै बन्द गरेन भने त्यही भिडियो हेरेर उहाँहरूको दिमाग खराब हुन्छ। किनकि आफै के बोल्नु, घाँटी चिच्चाइ घाँटीको नसा तानी यहाँ बोल्दै हुनुहुन्थ्यो, भागेर अब हिँड्नुहुन्छ। स्वयं अहिलेको चाहिँ राष्ट्रसभाको अध्यक्ष चाहिँ गृहमन्त्री दुवैचोटि उहाँ त चोखो हुनुहुन्थ्यो त। यही प्रधानमन्त्रीले भने होइन, उहाँ चोखो हुनुहुन्छ। महान्यायाधिकरले भने चोखो हुनुहुन्छ, आइसीले भने होइन चोखो हुनुहुन्छ। ठग सहकारी ठगीको कसुरबाट सुरु भएको मुद्दा कहाँ पुर्याउनु भयो तपाईहरुले? संगठित अपराध र सम्पत्ति शुद्धिकरण। अरूका लागि खनेको खाडलमा आफै पर्छु कि जस्तो मान्य सांसदहरुलाई लाग्छ कि लाग्दैन? के न्यायालयले पनि के गर्छ, अदालतले पनि कस्तो फैसला गर्छ भने पहिले सरकारको फोन कुरेर बस्छ। यो मान्छेले आज थुन्ने, हिरासतमा पठाउने कि पूर्वपक्षमा पठाउने भनेर पनि त्यो सरकारकै अधिकारीबाट जानकारी भएपछि बल्ल उसले पनि फैसला गर्छ। बल्ल उसले पनि सोच्छ यो मान्छेले हत्कडी लगाएर विभिन्न 77 जिल्ला घुमाउनु पर्ने हो कि छाड्दिनु पर्ने हो कि सार्वजनिक यातायातमा ल्याउनु पर्ने हो कि हत्कडी लाउनु पर्ने हो कि नलाउनु पर्ने हो। अदालतसम्म पुग्नको लागि 84 दिन हिरासत बस्नु पर्ने, अरू खुत्रुकै अदालतमा हाजिर भएर घर जान पाउने कस्तो व्यवस्था होला भन्नुहोस्? यो पक्षपात र दुरुपयोग हो कि होइन? रवि लामिछानेको सम्पत्ति छानबिन हुनुहुन्न, शुद्धिकरण हुनुहुन्न भन्ने कुरा होइन, ठिक गर्नुभयो। तर अब हामी अरू नेताको गर्नुपर्ने कि नपर्ने? प्रधानमन्त्रीको वरपरका मानिसको गर्नुपर्ने कि नपर्ने? अरू पार्टीका नेताहरूको गर्नुपर्ने कि नपर्ने? प्रमाण नष्ट गर्ने, भाग्ने, थप अपराध गर्ने आधार नहुँदा पनि 84 दिनसम्म चौथो राष्ट्रिय दलको संस्थापक सभापतिलाई, नेतालाई, संसदीय दलको नेतालाई हिरासतमा राख्यो। तेरो सेखी झार्ने नै हो, बदला लिने नै हो भन्ने भावना त्यहाँ आएको देखिन्छ। पहिला थुन्ने अनि प्रमाण खोज्ने त्यो चरित्र पनि देखियो। 5-5 जिल्लामा यही केन्द्रमै बसेर सीआईबीले बकाइदा 5 जिल्लाबाट प्रमाण जुटाएर एउटा कन्सोलिडेटेड अभियोजन पनि गर्न सकिन्थ्यो। तर यो हरास गर्ने नियतले नै जसरी 5 धाम घुमाइयो, 5 जिल्ला घुमाइयो, यो प्रति हाम्रो घोर आपत्ति छ। 1 खरबको देशभरमा भ्यू टावर बनाएको छ, त्यो काम हो? जनताले त्यसबाट के पाए? 26 खरब ऋण भइसकेको छ। यो संविधान नबन्दाखेरि जम्मा 8-9 खरब, अहिले 26 खरब ऋण भइसकेको छ। यही अर्थमन्त्री हुनुहुन्छ, 2 खरब त अहिले नै आन्तरिक ऋण लिइसक्नु भएको छ। ऋण बोकाउनु के को लागि? मन्त्रीजीको क्वार्टरमा एसी राम्रोसित चल्नु पर्यो, गाडी राम्रो हुनु पर्यो। पुरानो गाडी चल्यो भने मन्त्रीजी एउटा पाप लाग्छ। प्रदेश प्रमुखलाई यहाँ क्वार्टर किन चाहियो? ज्यान जाला एमसीसी स्वीकार गर्ने भने होइन, त्यो 12 बुँदीको चाहिँ के खोल ओढाएर तपाईँले स्वीकार गरे होइन। सिंहदरबारको सरकार चलाउन सक्ने खुबी नभएकाले तपाईँहरूले 8 ठाउँमा चाहिँ सरकार बनेर हुनुभएको छ। 6 महिना भयो सरकारको, तर कहाँ छ सरकार भनेर अलिकति हुन त हामीले पनि समर्थनै दिएका छौं। तर मन्त्रीहरू कहाँ छन्, सरकार कहाँ छ भनेर खोज्नु पर्ने अवस्था चाहिँ पक्कै पनि थियो। यो चाहिँ अलिकति म कन्स्ट्रक्टिभ क्रिटिसिजमको रूपमा नै दिन चाहन्छु। एउटा राष्ट्रिय अध्यक्षले तपाईहरुसँग समय माग्दाखेरि तपाईहरुले सिंहदरबारमा दिन सक्नुहुन्न भने आम जनताको पहुँचको विषयमा के छ यो देशमा? अरू कुनै नेतालाई नभन्नु, कुनै नेतालाई भन्नुभयो